एकातिर एउटा भस्मासुर बसेको छ यहाँ बाँदरको लाई लिस्न लगाए जस्तो सोसियल मिडियाले गरे फुटपाथमा बाबा गरिबले दोकान गरेर खान्छु नि मकै पोलेर खान्छु एउटा कुनामा बसेर भन्न पाएन हौ यहाँ मकै त गाउँमा बिक्दैन नि मान्छे नभएको ठाउँमा सहरमै बिक्छ नि मान्छे भएको ठाउँमा एउटा कुनामा बाबा मकै बेचेर पेट पाल्छु भन्न पाएन कोही मानव अधिकार कहाँ छ यहाँ फर्सीको मुन्टो बेचेर खान्छु भन्दा पाएन मलाई अस्ति मानव अधिकारमा बोलाएको थियो दाइ मैले मानव अधिकारलाई सोधेँ उनीहरूलाई त्यो तपबहादुर मगर हुनुहुँदो रहेछ उनीहरू सबैलाई सोधेँ एकजना महिला पनि हुनुहुँदो रहेछ सम्झिङ थापा लिली थापा मैले उहाँलाई भने वारमा पर्नु मात्रै मानव अधिकार हो त वारमा गोली लागेर मर्नु मात्रै एकजना मान्छे लघुवित्तको कारणले झुन्डिएर मर्छ त्यो मानव अधिकार होइन एउटा मान्छे खाना नपाएर मर्छ लघुवित्त सहकारी ब्याङ्कको कारणले त्यो मानव अधिकार होइन ब्याङ्क र लघुवित्त सहकारीले घर जग्गा जमिन लिलाम गरेर चाहिँ सडकमा पुर्याउँछ सडकमा गएर चाहिँ बास बस्छ त्यो मानव अधिकारवादी होइन ह्युमन राइट्स होइन अनि के तपाईँहरू यहाँ मानव अधिकार हुन् तपाईँहरूको विश्वासै छैन कोही चैत 15 गतेको हो तपाईँहरूले अहिलेसम्म किन ननिकालेको हुन्छ नि त प्रतिवेदन किन ननिकालेको भनेर मैले भने अनि तपाईँहरूलाई के पत्याउनु भनेर भन्ने त्यस्तो पनि मानव अधिकार हुन्छ त्यसलाई मानव अधिकार भनेर हामी बस्ने आज यो पुलिसहरूकै विषयमा भन्ने हो भने 22 घण्टासम्म खर्च त्यो पुलिस उभि निदाउँछ 25,000 मा उसले आफ्नो श्रीमतीलाई एउटा चाहिँ नै कुर्ता सुरुवाल राम्रो किनेर दिन सक्दैन छोराछोरी पढाउन सक्दैन डिप्रेसनमा गएर पुलिसले आफूले आफैलाई गोली हानेर मर्याछ त्यो मानव अधिकार होइन म दाइ यो व्यवस्थाले यो संविधानले कहाँसम्म हानेको छ भन्दाखेरि यहाँ मैले घर अगाडिपट्टि 8-9वटा कुकुर छन् क्या मान्छेले रहरले कुकुर ल्याएर पाल्छ व्यवहार यता बिग्रेपछि नि कुकुर अब मार्न सक्दैन ऊ विदेशिन्छ कुकुर ल्याएर सडकमा छोड्छ ती कुकुर 8-9वटा पालेको छ मैले ती कुकुर अब घरमा खाने बानी भएको खाना जान्दैनन् खोजेर ती कुकुरलाई पनि असर परेको छ के त्यो प्राणी होइन त्यहाँ मानव अधिकार छैन अनि मान्छे पटक पटक म पैसा तिर्न सक्ने उहाँ एकजना दाइ आइरहेछन् खोइ कहाँ छन् यहाँ आउनु त यहाँ हिजोदेखि आएर यहाँ रोएर बसिरहेछन् हेर्नुहोस् त यो मानव अधिकार होइन ल हेर्नुहोस् यो मान्छे डिप्रेसनमा गइसक्यो अनुहार हेर्नुहोस् ल हेर्नुहोस् लोग्ने मान्छे यसरी रोएको छ यो मानव अधिकार होइन यो मानव अधिकार भने टप्पबहादुर मगरलाई सोध्छु यसरी मान्छे रोएको छ लु भन्नुहोस् त मिटर ब्याजीले गाउँबाट खेदो अरे घरमा बस्न दिँदैन त 15 लाख रुपियाँले गरे 65 लाख रुपियाँ पैसा बुझाइसके तर त्यो पैसा कहिले तिरिसकेन मैले ब्याङ्कले मेरो सम्पत्ति जम्मै खाइसक्यो मेरो भाइ 80 लाख 60 लाख 80 लाख खाइसक्यो मलाई अहिले त्यहाँ मेरो घर खाइसक्यो मेरो 15,000 मिटर ब्याजीले अस्ति 3 दिनभित्रमा तेरो घर खानुपर्ने उर्दी गर्यो म 5 दिनदेखि आएर रोएर बसेको छु मेरो 1 वर्ष भयो म काठमाडौँमा मेरो पनि छैन त यहाँ आइस गर्ने चाहिँ तँलाई काट्छु भनेर मैले चाहिँ हालेको छु मेरो परिवार मेरो सानो 2टा छोरी छ म डिप्रेसन भएर 1 वर्ष भयो काठमाडौँ लुकेर बसिएको छु भएर आयो भने काट्छु तँलाई मर्छु यी मान्छेको आँखाको वरिपरि हेर्नुहोस् त मेरो 15 जना परिवार छ मेरो सानो नानी 7 महिना बच्चा 5 महिना एकछिन अब यी मान्छे आएर मेरोमा बसेछन् मलाई बुढीले के भनिन् यी मान्छे आएर दिने विषय हुन्छन् यो के हो अब मेरो त भयो त कसरी पार्टी यस्तो भयो लु यसरी हुन्छन् मान्छे म 1 वर्षमा आएर काठमाडौँ बसियो मेरो घर पनि खाइदियो ब्याङ्कले लघुवित्तले मेरो परिवार मेरो सबैको भिडियो चाहिँ हेर्नुस् अस्ति आएर 3 दिनभित्रमा तेरो घर नत्र भने यस्ता मान्छेहरूलाई बचाउन खोज्छु भनेर दुर्गा प्रसाद माफिया हिजो चाहिँ के अरे 19 लाख छ 19 लाखको चाहिँ म बरु डबल तिर्छु मलाई मिटर एउटा कुरो त्यो मान्छेको नाम चाहिँ भन्नु त दाइ को हो तपाईको त्यो राजु साई ठकुरी भन्ने मान्छेलाई म यहीँबाट भन्छु तपाईँलाई दशा नलागोस् भाइ है तपाईँले होइन मर्नु र बाँच्नुको हेर्नु जिन्दगी केही होइन मरेर केही लगिँदैन यसरी मान्छे नरहनुहोस् तपाईँले त्यो काम नगर्नुहोस् होइन तपाईँलाई त्यो पैसा चाहिएको छ भने आउनुहोस् हामी चन्दा उठाएर पनि दिउँला होइन अब यसरी मान्छे रोका छन् यहाँ मेरा बसेका छन् भएर झुन्डिएर मऱ्यो भने म लफडा पर्छ पर्दैन ल भन्नुहोस् त भरे केही भएर डिप्रेसनबाट हर्ट एट्याक भएर मऱ्यो भने पर्छ कि पर्दैन
यो कतितिरको मलाई यो आएको छ ल भन्नुहोस् गाउँमा गयो यस्तै तल झापा गयो यस्तो उता गयो यस्तै रुने मात्रै मान्छे छ लोग्ने मान्छे यसरी रुएपछि के हुन्छ भन्नुहोस् त ल भन्नुहोस् त बाबु देशको स्थिति यो कम्युनिस्टले चलाएको देश त्यति मात्रै होइन म 82 सालमा यिनीहरूले टर्चर गरेर इन्डिया गएँ इन्डिया दिल्ली गएर यो के अरे म 3 दिन इन्डियामा गएँ इन्डिया गएर किडनी बेच्यो भने त 50,000 आउँछ भनेर सुनि त्यही भएर गएको एउटासँग कुरो गरी 10,000 दिन्छु भन्यो 50,000 दिएमा म किडनी बेचेर 80 लाख ल्याएर यिनीहरूको ऋण तिर्थे 80,000 ल्याएर यिनीहरूको ऋण तिर्थे मलाई त्यति पनि गयो अहिले 1 वर्ष भयो म काठमाडौँ लुकेर बसेको आयो भने काट्छु मार्छु अब दाइ देशको स्थिति यस्तो अनि म के भन्छु भने सम्पूर्ण बुद्धिजीवी